आज स्याटरडे के गर्नुभयो त हजुरले? आजको स्केड्युल चाहिँ मेरो पनि अलिकति डिफरेन्ट छ। बेरोजगारी काठमाडौँ पनि भ्लग डे 9 म आफै सक्ड हुन्छु क्या, 9 डेज त कन्टिन्यू गरिरहेको छु। अब ट्राई गरिरहेको छु होइन, 30 डेज त जसरी नि पुऱ्याउँछु होइन। त्यसपछि चाहिँ म भन्न सक्दिनँ। अनि बिहानको स्केड्युल त सेम नै हुन्छ। पानी सानी खाएर आज चाहिँ म मासु लिन गएँ बिहानै, आज स्याटरडे बफ मासु खाने भनेर गएको होइन। अनि अलिक छिटै गएछु क्या, छिटै गएर होला बफ पाउने ठाउँमा चाहिँ बन्द रहेछ। अनि त्यसपछि म फर्किएँ। आजको वेदर चाहिँ यस्तै थियो बिहान, अब फरक भनेको यही वेदरहरू हो। अनि पापा चाहिँ गफ गर्दै हुनुहुँदो रहेछ, अनि नानीहरूलाई पानीहरू दिए, अनि सँगो पढ्नु भयो। अनि त्यसपछि खानासाना बनाएँ, अनि त्यसपछि खाना खायौँ। अनि हेर्नु त पाङमली सिकुटीको अचार त हामी तेल पनि छोड्दैनौँ क्या, यसरी राखी भातसँग चटपटेसँग खान्छौँ। यति मिठो छ, यति अर्ग्यानिक छ होइन। हजुरहरूलाई पनि चाहिन्छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला। हाम्रो यो नेपालभरिकै बेस्ट लाग्छ हामीलाई चाहिँ होइन। तपाईँहरूले पनि ट्राई गर्नु भने यु वन्ट रिग्रेट। अनि त्यसपछि खानासाना खाएर आकाले चाहिँ एकदम मिठो छ भनेर भन्दै थियो, मैले रिभ्यू लिइरहेको थिएँ। अनि खानासाना खाएर भाँडाकुँडा माझेर अनि त्यसपछि हाम्रो हिरोइनीको चाहिँ प्र्याक्टिकल छ अरे, अनि त्यसपछि रेडी हुँदै हुनुहुन्थ्यो। अनि त्यसपछि लुगासुगा धुएर सरसफाइ गरेर ग्लासअपको कामहरू गरेर अनि त्यसपछि आज चाहिँ सङ्गोको पनि छुट्टी थियो। अनि मैले खाजा बनाएँ, प्यानकेक बनाएको। के हो प्यानकेक जस्तो पनि देखेको थिएन, सिम्पल खालको प्यानकेक। अनि खाना पनि थियो नि त लेफ्ट ओभर, अनि फ्राइड राइस पनि बनाएँ। अनि त्यसपछि खाजा खायौँ। अनि खाजाहरू खाएर चाहिँ आज मामा पनि घुम्न जाने भनिराख्नु भएको थियो नि त। अनि त्यसपछि घुम्न जाने भनेर ग्लासअपको पनि काम थियो फिटिङहरू, त्यही भएर चाहिँ रेडी भएर हामी लाग्यौँ। अनि गाडीमा लिएर गएको त मामालाई, गाडीको मान्छेलाई के क्वेसन सोध्नु भएर मामाले। अनि त्यसपछि स्तुपा गयौँ। अनि त्यसपछि गफ गऱ्यौँ मामा, अनि ग्लासअपको काम पनि गरेँ मैले। म चाहिँ ग्लासेसहरू चाहिँ प्रायः मेरो ब्यागमा भइरहेकै हुन्छ। अनि अर्डर कन्फर्म भयो भने म जहाँबाट भयो भने के अरे प्याक गरेर पठाइदिन्छु। अनि त्यसपछि मामा र म गफ लगायौँ। मैले भिडियो गर्न थालेपछि मामालाई नि पोज गर्न आउँछ, आजकल चाहिँ आफै पोज गर्नुहुन्छ केही नभनिकन। त्यसपछि बस पर्ख्यौँ। आज फेरि कति टाइम लगाएको क्या बस आउनको लागि। अनि अब नजिकै ठ्याक्क बस पाउने छ भने चाहिँ बसमै मलाई चाहिँ ट्राभल गर्न मजा लाग्छ, आनन्द होइन, सुतेर। अनि त्यसपछि भिडियो बनाउँदै आयौँ। अनि रोनाल्डोको फ्यानले खाजा खाएर गएको, फेरि चटपटे आफै बनाएर खाँदै रहेछ। अनि मैले भिडियो गरिदिएँ। त्यसपछि मैले चाहिँ बेलुका चाहिँ बफको मासु लिएर आएको थिएँ उताबाट आउँदाखेरि नै। अनि त्यसपछि आज चाहिँ बेलुका चाहिँ हाम्रो सेफले बफ बनाउनु भयो। अनि त्यसपछि खाना खायौँ। यसरी नै बित्यो आजको स्याटरडे। हजुरको के भयो कमेन्ट गर्नुहोला। एनिवे थ्याङ्क्स फर वाचिङ, बाई बाई।